त्यसमा टिकटक खोलेर हेर्न थाल्नुभयो भने रातमा 12-1 बजेसम्म पनि निद्रा नलागेको हुन्छ होइन। अर्को खोलौँ भइरहेको हुन्छ। जब किताब पढ्न थाल्नुहुन्छ के हुन्छ? किताब पढ्न थाल्यो भने त 9 बजे किताब समात्यो भने त 9 बजेर 10 मिनटमा त आँखा झ्याप हुन्छ, सुतौँ हुन्छ। किन त्यस्तो हुन्छ त भन्दाखेरि इन्ट्रेस्ट क्रिएट नभएर हो। त्यसकारणले तपाईले जे गर्दै हुनुहुन्छ त्यसमा इन्ट्रेस्ट क्रिएट गर्नुहोस् र कस्तो प्रकारको भिडियो स्क्रोल गरेर तपाईले युट्युबमा हेर्नुहुन्छ, टिकटकमा हेर्नुहुन्छ या फेसबुकको रिलमा हेर्नुहुन्छ, त्यसले तपाईको माइन्डसेट डेभलप गर्नलाई सहयोग गरिरहेको हुन्छ। त्यसकारणले हिजो मान्छे संगतले बिग्रिन्छ भनेर भन्थे नि, संगत गुनाको पारङ्गति भन्थे, आजको डेटमा यो मोबाइल डिभाइस गुनाको पारङ्गति हुन्छ। तपाईले हिजोको संगत आज मान्छे यो डिजिटल जमानामा यहाँ आइसकेको छ। प्लिज म यो थोरलाई के भन्छु त भन्दा तपाईले हेर्ने भिडियोहरू आजको डेटमा त्यो चाहिने नचाहिने भन्दा शार्क ट्याङ्कको चलिरहेको छ त्यो हेर्नुहोस् न अहिले हैन। शार्क ट्याङ्कको भिडियोहरू हेर्नुहोस्, त्यहाँ आइडिया देखिन्छ, त्यहाँ प्रोसेस देखिन्छ, त्यहाँ मोटिभेसन देखिन्छ हैन। चाहिने नचाहिने गाली गरेर बसिरहेको मान्छेहरूको, धुमधाम गरेको मान्छेहरूको मिलियन्स अफ भ्युज भएको भिडियोहरू नहेरिदिनुहोस्। तपाईले त्यस्तो प्रकारको चिजहरू एक्सप्लोर गरेर हेर्नुहोस् जसले तपाईलाई इकोनोमीको बारेमा भन्न सकोस्, जसले तपाईलाई अपर्च्युनिटीको बारेमा भन्न सकोस्, जसले तपाईलाई राम्रो गर्न सकोस्। र तपाईको फाइनान्शियल लिटरेसी चाहिँ राम्रो हुनुपर्छ। र साच्चीकै इमानदारीतापूर्वक नेपालमा काम गर्ने हो भने उद्यमी व्यवसाय पनि कोही मान्छे डुब्दैन। तपाईको फाइनान्शियल म्यानेजमेन्ट र फाइनान्शियल क्याश फ्लो म्यानेजमेन्ट चाहिँ राम्रो हुनुपर्छ। यति गरेर जानुभयो भने नेपालमा अथाह सम्भावना छ। कसैले सम्भावना छैन भन्छ भने म त्यसलाई विश्वास गर्दिनँ, किन भन्दा मैले सम्भावना प्राप्त गरेको छु र अझ बढी सम्भावना देखिरहेको छु। त्यसकारणले म त तपाईहरुलाई के भन्छु त भन्दा सम्भावना खोज्नुस्, सम्भावनामा फोकस गर्नुस्, आफ्नो कोर स्ट्रेन्थलाई त्यसमा डाइरेक्ट गर्नुस्। तपाईले सोचेको, तपाईले चाहेको उद्देश्य प्राप्त गर्नुहुन्छ।